वेलकम टु माई युट्युब च्यानल साथीहरू। आज पनि बिक्री सम्बन्धीको भ्लग लिएर उपस्थित भइसक्यो है साथीहरू। आज पनि भारी बोक्ने खालको बवालै छ गाडी हैन, भारी बोक्ने खालको कमाइ खाने खालको गाडीको भ्लग लिएर उपस्थित भइसकेको छु। सर्वप्रथम चाहिँ तपाईहरुलाई मूल्य भन्ने छु अनि त्यसपछि अन्य जानकारी दिनेछु साथीहरू। साथीहरुलाई चाहिँ आफ्नो बजेट अनुसारको गाडी छ हैन, बजेट अनुसारको गाडी मन पर्यो भनेदेखि मात्र लिउँ, नत्र यो भिडियो किन लामो भिडियो हेरेर बसौँ, समय किन बर्बाद गरौँ भन्ने खालको पनि सोच हुँदो रहेछ। त्यसकारणले मैले सर्वप्रथम मूल्य भन्ने छु अनि सरर तपाईहरुलाई गाडी देखाउने छु है साथीहरू। अनि किनकि अब भाँचेकै भए पनि चस्मा छ, यसलाई चाहिँ अनारमा लगाएर अलिकति अनारको शोभा बढाएर त्यस पछाडि अगाडि बढाउँ साथीहरू। गाडी रहेको छ, गाडी यो आर्मी कलरमै साथीहरू। यो चाहिँ गाउँघरमा मिलिटरी भन्थ्यो, मिलिटरी कलरमा लुम्बिनी अञ्चलको लु 17771 नम्बरको म्याक्सी ट्रक हो है साथीहरू। यो म्याक्सी ट्रक गाडी मार्केटमा यसको चाहिँ आफ्नै छुट्टै डिमान्ड छ र बजार छ साथीहरू। म्याक्सी ट्रकको चाहिँ नि तपाईको फ्रेस छ, कम्पनी कलर हो, सिलप्याक गाडी। अगाडि तपाईको अलिअलि स्क्रैच सुइछाइ त भएको छ, तर डेन्ट पेन नभएको गाडी हो है साथीहरू। डेन्ट पेन नभएको कसरी पत्ता लगाउने भने यो स्टिकर छ कम्पनीको नै हैन। यी गाडीहरुमा मैले यसमा भएको भन्दा एक्स्ट्रा बढाई चढाई भनिराख्नु पर्ने कुनै जरुरी छैन साथीहरू हैन। जे छ यथार्थ हैन, जे छ यथार्थ सत्य तथ्य मात्र बोल्ने छु साथीहरू। त्यही भएर यो गाडी चाहिँ टक्क मार्केटमा बिक्रीको लागि आइसकेको रहेछ। त्यही भएर तपाईहरुलाई आज सरर गाडी देखाएर अनि मूल्यको पनि कुरा गर्नेछु। टायरदेखि लिएर हैन बवाले खालको छ तपाईको चाहिँ। यो चाहिँ गाडीको नाम चाहिँ बोलेरो म्याक्सी ट्रक है साथीहरू। बोलेरो म्याक्सी ट्रक। यसको टायर साइजको कुरा गर्नु पर्दाखेरि मैले सदा पहिला देखाउने पिकअपको भन्दाखेरि त्यो भन्दा अलिकति सानो हुन्छ, एक साइज सानो, 14 को साइज लाग्छ साथीहरू। यतिकै पनि यसमा चाहिँ अलिकति खर्च कम हुने हो। टायर साइज चाहिँ अलिकति अर्को गाडी भन्दा कम लाग्छ। अनि त्यसै गरी यसको चाहिँ यहाँदेखिको यहाँसम्मको सो चाहिँ अरू गाडीमा भन्दा छोटो हुन्छ साथीहरू है। अनि यो सो छोटो भइसकेपछि गल्लीतिरको बाटो, सानो बाटोतिर पनि सजिलैसँग हामी आउजाउ गर्न सकिन्छ। अनि त्यसै गरी तपाईहरुलाई म देखाउने छु यो गाडीमा पावर स्टियरिङ पनि कम्पनीबाटै अभेलेबल छ है साथीहरू। पावर स्टियरिङ गाडी अनि साथमा DI टर्बो है, साथमा DI टर्बो। अनि पावर स्टियरिङले चाहिँ स्टियरिङ कमालो गर्ने, हामीलाई यात्रा गर्नलाई एकदम स्मुथ ड्राइभ गर्नको लागि चाहिँ सहयोग पुर्याउँछ। अनि साथीहरुलाई चाहिँ नि यो गाडीको चाहिँ सुरुमै मूल्य भन्नुपर्ने मैले बिर्सेछु, सरी त्यसको लागि क्षमाप्रार्थी छु है। अब यो गाडीको मूल्यको कुरा गर्नेछु साथीहरू। यो गाडीको चाहिँ मूल्य रहेको छ 9,50,000 रुपैयाँ साथीहरू। आवश्यक र इच्छुक साथीहरूले बायोमा दिएको नम्बरमा कन्ट्याक्ट गरेर आउनु होला। यसमा जे छ यथार्थ त्यही नै भन्ने छु। बढाइ चढाइ भन्दाखेरि मलाई धेरै पैसा आउने, अनि जति कम भन्यो थोरै पैसा आउने त्यस्तो हैन। यसलाई जति बढाएर भने पनि मलाई पैसा 1 रुपैयाँ नि आउँदैन, जति थोरै भने पनि जे गरे पनि पैसा भन्ने कुरा मलाई आउँदैन। किनकि यो गाडीहरुमा मेरो लगानी पनि छैन हैन, मलाई केही पनि फाइदा चाहिँ हुँदैन। तै पनि मलाई चाहिँ म चाहिँ एउटा माध्यम मात्रै हो, मार्केटमा बिक्रीको लागि आएको छ। तपाईहरुलाई आवश्यक छ भनेदेखि भनेर एउटा सूचना मात्रै दिने माध्यम हो म चाहिँ है साथीहरू। तपाईहरुलाई नै आवश्यक पर्न सक्छ भनेर चाहिँ भ्लग मार्फत चाहिँ मैले तपाईहरुलाई यो गाडीहरुको बिक्री सम्बन्धी देखाइरहेको। अनि त्यसै गरी यसको मूल्य त्यही भइगयो साथीहरू। मोडल चाहिँ 2015 मोडल, 2015 मोडल। अनि सीसीको कुरा गर्नु पर्दाखेरि अर्को गाडीको जति, महेन्द्रको जति सबै एउटै हो। यसको पनि सीसी 2523 सीसी, 75 HP हर्स पावर। अनि यही टायरको चाहिँ साइज चाहिँ यसमा अर्को पिकअपमा भन्दा अलिकति सानो साइज लाग्छ, त्यतिकै नै खर्च अलिकति कम आयो। अनि यसले चाहिँ तेल पनि अर्कोले भन्दा अलिकति राम्रो माइलेज दिन्छ।
किनकि यो टायर सानो, गाडी अलिकति हल्का गाडी, छोटो भयो है। अनि पछाडि तपाईँलाई ढालाको कुरा गर्नु पर्दाखेरि साथीहरू, लम्बाइमा ढालाको चाहिँ नि यहाँदेखि पल्लो टुप्पोसम्म है, यो टुप्पोदेखि त्यो टुप्पोसम्म यसको पनि 8 फुट नै लामो हो साथीहरू है। अनि 8 फुट लामो गाडी छ। अनि तपाईँहरूलाई अनि यो चौडाको कुरो गर्नु पर्दाखेरि चौडा चाहिँ तपाईँको यहाँदेखि यहाँसम्म 5 फुट पुग्छ साथीहरू। अर्को बोलेरोको भन्दा अलिकति छोटो हुन्छ है। अनि तपाईँको टायर अझै पनि धेरै किलोमिटर गुड्ने चल्ने है, राम्रै छ। अनि तपाईँहरूलाई मैले भनेकै छु यसमा चाहिँ मार्केटमा यो म्याक्सी ट्रकको चाहिँ मार्केट छुट्टै छ, बजार छुट्टै छ। अत्याधिक रुचाइएको गाडी हो यो। गाडीमा चाहिँ नि तपाईँहरूले लिइसकेपछि केही पनि कतै पनि केही खर्च गर्नु पर्दैन साथी। टक्क लिने, लाने, मस्त पैसा कमाउने हैन। धेरैको चाहिँ नि पेट पाल्ने गाडी हो यो, कमाइ खाने हैन। ट्राफिक पुलिस, ग्यारेजवाला, पार्ट्सवाला, होटेलवाला, विभिन्न के धेरैजनालाई पाल्ने कि यो चाहिँ टक्क भारी बोकेर हिँड्ने। यो चाहिँ नयाँ साथीहरूलाई चाहिँ यदि गाडी लाइनमा छिर्नु चाहनुहुन्छ भने यस्तै सेकेन्ड ह्यान्ड गाडीबाट, सस्तो गाडीबाट चाहिँ छिर्नको लागि अनुरोध गर्छु। यदि आफूसँग खासै कन्ट्याक्ट छैन हैन भनेदेखि चाहिँ नयाँ गाडी किनेर काम छैन साथीहरू। अघि थोरै केही कुराहरू, महत्त्वपूर्ण कुराहरू पनि गर्नको लागि छुट्याएर छ। यो गाडीमा चाहिँ फाइनेन्सको सुविधा छैन। कस्तोमा छैन भन्दाखेरि भ्याली भित्रबाट, भ्याली बाहिर यदि खरिद गरेर लानुहुन्छ भनेदेखि उहाँहरूको हकमा चाहिँ फाइनेन्सको सुविधा छैन साथीहरू। हामी चाहिँ काठमाडौँ हौ चाबयलबाट चाहिँ रिकन्डिसन सेकेन्ड ह्यान्ड सम्बन्धीको खरिद बिक्री गर्छौँ हैन। काठमाडौँ भ्यालीभित्रको साथीहरूले लिनुहुन्छ भनेदेखि उहाँहरूलाई चाहिँ फाइनेन्सको सुविधा छ। काठमाडौँबाट भ्याली बाहिर लानुहुन्छ भनेदेखि फाइनेन्सको सुविधा चाहिँ हामी दिन सक्दैनौँ, फुल क्यास गर्नुपर्ने हुन्छ। अनि यो गाडी चाहिँ लुम्बिनी अञ्चलको भएको भएर यदि लुम्बिनी अञ्चलको साथीहरूले लिनुभयो भने बेस्ट पनि हुन्छ। यदि बागमती अञ्चलका यतैका साथीहरूले लिनुहुन्छ भनेदेखि हामी अञ्चलीकरण गरेर हैन घर, इन्सुरेन्स सबै क्लियर गरेर दिन्छौँ। खासमा यथार्थ कुरा त्यही हो साथीहरू हैन। मैले चाहिँ अब म चाहिँ यात्राहरू गरिराखेको हुन्छु बेला बेलामा। अनि यात्राहरूको भ्लग बनाउँदाखेरि साथीहरूले खासै रुचाउनु भएन, अनि यही सेकेन्ड ह्यान्ड सम्बन्धीको भ्लगहरू बनाउँछु। अनि आवश्यक इच्छुक साथीहरूलाई काम लाग्न सक्छ हैन। अनि मैले चाहिँ अहिले यसो ट्याक्क बर्नर खोलेको छ हैन। यो गाडी चाहिँ उता बुटोलबाट ल्याएको, केही पनि उयो गराएर रहेनछ, धुइधाइ गरेर छैन रहेछ है, एकदम फोहोर रहेछ। अनि यसको चाहिँ इन्जिन देखाउँछु तपाईँहरूलाई। टक्क हामीले चाहिँ तपाईँको मैले अस्ति अर्को भ्लगमा नि भनेको थियो, अटोवाला, रिकन्डिसनवाला हैन, कसैले पनि यो खालको ज्ञान दिँदैन। म चाहिँ तपाईँहरूलाई पुरै गाडी चेक गराएर मात्रै लिनुहोस् भनेर चाहिँ अनुरोध गर्छु हैन। हाम्रो चाहिँ यो छ मोबिल गेज हैन। इन्जिन ठिक छ, ठिक छैन भन्ने कुरा पत्ता लगाउनु चाहिँ हामीले यहाँबाट पत्ता लगाउँछौँ मोबिल गेजबाट साथीहरू। ब्याक कम्प्रेसर भन्छ हैन, ब्याक कम्प्रेसर छ कि छैन हैन, के छ कसो छ, योबाट नि पत्ता लगाउन सकिन्छ। अनि हामी गाडीलाई स्टार्ट गरेर एकछिन छोडिदिइसकेपछि यो चाहिँ गेज भन्छ, यसलाई तानेर हेर्ने है। यो माथि आइसकेपछि यो दुलोबाट चाहिँ नि तपाईँको यदि धुवा फेल्छ भनेदेखि यो गाडी ब्याक कम्प्रेसर हानेको र इन्जिन बनाउनु पर्ने गाडी हो भनेर बुझ्न सकिन्छ साथीहरू। अनि त्यसै गरी यो पनि हो ओभरफ्लोको, यहाँबाट नि यो पाइपको इन्डिङ पोइन्टबाट चाहिँ धुवा आयो भनेदेखि हैन। इन्डिङ पोइन्ट भनेको यस्तो, यो चाहिँ छोटो हुन्छ, यहाँ तलसम्म मात्र छोटो छ हैन। अनि त्योबाट नि धुवा आयो भनेदेखि चाहिँ इन्जिनमा समस्या छ भन्ने बुझिन्छ साथीहरू है। तपाईँहरूलाई चाहिँ चट्ट गाडीमा के कसरी पत्ता लगाउने चिजहरू, रोगहरू हैन, ती चिजहरूलाई चाहिँ नि समस्या छन् भनेदेखि लिने नलिने भन्ने कुराहरू पनि म यसै भ्लगमा समावेश गरिरहेको छु। अनि यो हो तपाईँहरूको रेडी वाटर है। रेडी वाटर चाहिँ यहाँभित्र छ, रेडी वाटर यो चाहिँ रेडी वाटर हो, यो जाली जस्तो हैन। त्यसमा चाहिँ पानी बस्छ, पानी चाहिँ यहाँबाट हाल्ने हो।
अनि टक्क यो चाहिँ पानी बस्ने भएको है साथीहरू। अनि हामीले यो गाडी हिट छ छैन, हिट हुन्छ हुँदैन भनेर पत्ता लगाउनुको लागि चाहिँ गाडीलाई स्टार्ट गरेर अनि रेस गर्दाखेरि यहाँको पानी स्वाइँ तल तान्यो भनेदेखि होइन, स्वाट्ट तल तान्यो भनेदेखि यो गाडी एकदम गुड छ होइन, गुड छ। यदि यहाँको पानी चाहिँ माथि यसरी फुत फ्याल्यो भनेदेखि यो गाडी हिट हुन्छ। हिट सम्बन्धीको काम जस्तै हेड ग्यासिडहरू फेर्नुपर्ने वा रेडी वाटर फेर्नुपर्ने भन्ने कुरो हुन्छ है साथीहरू। अनि अरू भनेको रनिङ काममा सेकेन्ड ह्यान्ड गाडीमा अब बुसुसहरू ब्रेकहरू यताउता अन्य सामान्य खर्चहरू त आउँला पछि चल्दै जाँदाखेरि होइन। मेन इन्जिन गियरबक्स चाहिँ एकदम तगडा हुनु पऱ्यो क्या साथीहरू होइन, एकदम बवाल हुनु पऱ्यो। त्यही नै हो मेरो सोच। यो गाडी चाहिँ 5 स्पिड होइन, 5 स्पिड हो। यसको चाहिँ तपाईँको अहिले तपाईँले सिटको हालत यो खालको देखिराख्नु भएको छ होइन। यो सिट चाहिँ हामी यहाँ चाहिँ मर्मत गरेर मात्रै दिने अनि पछाडिको ढाला बनाउने होइन देखि लिएर यसमा टाकनटुकुन 15-20 हजारको चाहिँ हामी खर्च गरेर मात्र दिने चाहिँ छौँ है साथीहरू। अनि त्यसै गरी यहाँ अगाडिको सिसा फुटेको छ होइन, यो सिसा फुटेको हो, यो सिसा फेर्छौँ अनि त्यस पछाडि यो सिट बनाउँछौँ साथीहरू। अनि पछाडिको अघि ढाला देखाएको थियो त्यो ढाला पछाडिको बनाएर दिनेछौँ। यो साइडकोहरू एकदम ठिक छ होइन, कतै खिया लाग्यो पनि छैन, बवाल छ। अनि मात्र यो सिट बनाउनु पर्ने हो। 5 स्पिड गियर हो यो पनि साथीहरू। सबै बोलेरोको इन्जिन क्षमताहरू सबैको बराबरै हो होइन। सबै गाडीहरूको चाहिँ इन्जिन क्षमताहरू सब सिसीहरू यताउता सबै बराबरी हो। यो चाहिँ टायर साइजहरू ढाला साइजहरू होइन, अगाडिको सोको साइजहरू अलिकति कम्ती छ, त्यही भएर यसले चाहिँ माइलेज अलिकति राम्रो दिन्छ। यो हो 2015 मोडलको म्याक्सी ट्रकको छोटो मिठो भिडियो देखाएँ साथीहरूलाई। कस्तो लाग्यो भिडियो, राम्रो लाग्यो भने अरू साथीहरूलाई नि सेयर गरिदिनु होला। भिडियोमा केही कमी कमजोरी देखियो भनेदेखि कमेन्ट गर्नु होला। अन्य भ्लग बनाउँदा सुधार गरेर आउनेछु अवश्य। नयाँ साथीहरू जोडिनु भएको छ भनेदेखि सब्सक्राइब गर्नु होला। यस्तै फेरि अन्य भ्लगहरू लिएर उपस्थित हुने नै छु। थ्याङ्क्स फर वाचिङ भन्दै अहिले छुट्छौँ साथीहरू। बाई बाई, सी यू।